ऐतिहासिक रूपमा शानदार किसिमको प्रदर्शन गरेको नेपाल टिमलाई निकै नै बधाई र शुभकामना समेत रहेको छ। हिजो आयोजक ओमान विरुद्धको खेलमा 38 रनको शानदार किसिमको जित निकालेको नेपाल टिम लगातार अपराजित रहेको छ। समग्रमा नेपाल टिमको प्रदर्शन कस्तो रह्यो, त्यसै गरेर सुपर 6 को अन्तिम खेलमा समूह विरुद्ध कहिले खेलिरहेको छ सो सम्बन्धी पनि सम्पूर्ण अपडेट रहनेछ। अवश्य पनि भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा शुभकामना पनि नेपाल टिमलाई अवश्य प्रदान गर्नुहोला। ओमान विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल टिम निर्धारित 20 ओभरमा 151 रन बनाउन सफल भएको थियो। नेपालको तर्फबाट ओपनर ब्याट्सम्यान आसिफ शेख 20 बलमा 3 छक्का र 2 चौकाको मद्दतले 24 रन बनाएर आउट हुन पुगेका थिए। 7.3 ओभरमा 61 रनमा पहिलो विकेट गुमाएको नेपाल टिम त्यसपछि भने लगातार रूपमा नेपाल टिमले विकेटहरू गुमाए। कप्तान रोहित कुमार पौडेल 1 रन, दिपेन्द्र सिंह ऐरी 2 रनमा आउट हुँदा 67 रनको अवस्थामा नेपाल टिम 3 विकेट गुमाइसकेको थियो। लगातार फितलो प्रदर्शन गरिराखेका कुशल मल्ल जोको खेलमा पनि मात्र 7 रन बनाएर उनी आउट हुन पुगेका थिए। क्रममा आदिल आलम अन्सारीले 15 रन, गुलसन झाको 10 बलमा 18 रनको पारी रहेको थियो भने कुशल भुर्तेलले 51 बलमा 69 रनको तुफानी पारी खेल्न सफल भए। उनले 7 चौका र 1 छक्काको मद्दतले 69 रन प्रहार गरेका थिए। नेपाल टिम निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 151 रन बनाउन पुग्यो। 152 रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको ओमानको टिम मात्र 113 रनमा समेटिन पुगेको थियो। टिम नेपालले ओमानको टिमलाई सुरुवातदेखि नै दबावमा राखेको थियो। ब्याट्सम्यान तथा कप्तान जितेन्द्र सिंह 11 बलमा 14 रन बनाएर आउट हुँदा अर्का ओपनर ब्याट्सम्यान मिर्जा 9 बलमा 4 रन बनाएर आउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बिष्ट 11 रन बनाएर आउट हुँदा कलिमलाई दिपेन्द्र सिंह ऐरीले रनआउट गराउन पुगे। उनी 5 बलमा 1 रन बनाएर खेलिरहेका थिए। दिपेन्द्र सिंह ऐरीले खेलिएका 5 खेलमा 5 वटा रनआउट समेत गर्न सफल भएका छन्। यो शानदार किसिमको नेपाली तर्फबाट रेकर्ड समेत रहेको छ। ओमानको टोली सुरुवातदेखि नै फसिरहेको थियो। 10 ओभरमा 45 रनमा खेलिरहँदा ओमानको टिम सुरुवातदेखि नै सङ्घर्ष गरिरहेको थियो। क्रममा नदिम र शुक्लाको शानदार किसिमको साझेदारी रहेको थियो। मोहम्मद नदिमले 21 बलमा 25 रन प्रहार गर्दा शुक्लाले 19 बलमा 32 रनको पारी खेल्न पुगेका थिए र एकपछि अर्को लगातार विकेट चटकाएको नेपाल टिम ओमानमाथि निकै नै हावी हुँदै ओमानको टिमलाई 113 रनमा रोक्न सफल भएको थियो। ओमानको टिमले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 113 रन बनाउँदा आफूलाई अब्बल साबित गरिराखेको र होम ग्राउन्डको फाइदा उठाइराखेको ओमानको टिमलाई पराजित गर्दै नेपाल टिम पोइन्ट टेबलको शीर्ष स्थानमा उक्लनुका साथसाथै विश्वकपका लागि समेत एक खेल अगावै छनौट भइसकेको थियो। सुपर 6 अन्तर्गतको खेलमा नेपाल टिमले पहिलो खेलमा युएई विरुद्ध 1 रनको शानदार जित, दोस्रो खेलमा कतार विरुद्ध 5 रनको सनसनीपूर्ण जित निकालेको नेपाल टिम तेस्रो खेलमा आयोजक ओमानलाई 38 रनले पराजित गर्न सफल भएको छ। बलिङको कुरा गर्दाखेरि सोमपाल कामीले 4 ओभरमा 25 रन खर्चेर 2 विकेट, नन्दन यादवले 4 ओभरमा 19 रन खर्चेर महत्त्वपूर्ण 2 विकेट झट्काउँदा गुलसन झाले 4 ओभरमा 31 रन खर्चेर 3 विकेट झट्काउन सफल भए। यसरी गुलसन झाको अलराउन्डिङ किसिमको प्रदर्शनका साथै एकपछि अर्को खेलमा सुधारिँदो प्रदर्शन गरिरहेको नेपाल टिम विश्वकपका लागि आफू योग्य रहेको भन्ने खेल वेस्ट इन्डिज विरुद्ध भएको युनिटी कपमा समेत नेपाल टिमले प्रुभ गरिसकेको थियो। उच्च स्तरीय प्रदर्शन गरिरहेको नेपाल टिमलाई एकदमै शुभकामना रहेको छ। नेपाल टिम अब अन्तिम खेल 17 अक्टोबरमा समूह विरुद्ध खेलिरहेको छ। समूह विरुद्ध जित निकाल्दै टिम नेपाल समोचरण र सुपर 6 मा अपराजित रहँदै नेपाल टिम यो सिरिजको च्याम्पियन समेत बन्न चाहन्छ। नेपाल टिम भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने T20 विश्वकपमा नोट भइसकेको छ। टिम नेपाललाई अवश्य पनि निकै नै शुभकामना र बधाई रहेको छ। यस्तै खेलको सम्बन्धित ताजा र ब्रेकिङ अपडेटका साथ हामी उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हवस्, नमस्ते, जय नेपाल, जय नेपाली क्रिकेट।